हेलो साथीहरू, गुड मर्निङ, सेवा, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ साथीहरू म बिहानै 5:30 बजीतिर उठेर चाहिँ भिडियो स्टार्ट गर्दैछु। हेर्नु न, बिहान चाहिँ यस्तो वेदर भइरहेको थियो, कस्तो राम्रो। अनि आज चाहिँ पानी थाप्ने पालो थियो, त्यही भएर म चाहिँ बिहानै उठेँ साथीहरू। उठेर चाहिँ ब्रस गर्नु थालेँ, धमाधम ब्रस गरेँ। अनि त्यसपछि चाहिँ जारहरू सफा गर्नु पऱ्यो नि त पानी थाप्नुको लागि। जार चाहिँ एकदम फोहोर हुने क्या, लेउ हुने, अनि यो सफा गर्नु नि अलिक अप्ठ्यारो हुने। अनि त्यही भएर मैले चाहिँ जसो त्यसो गर्दै सफा गर्दैछु। पानी चाहिँ 4-5 बजी कति बजी आउँछ, तर घरभित्र अङ्कलहरूले थाप्नुहुन्छ। हामी चाहिँ 5:30 बजी 6 बजीतिर मात्रै हो कहिलेकाहीँ थाप्नु पाउने है। हाम्रो चाहिँ इनार खने छैन, त्यही भएर चाहिँ अलिक पानीको चाहिँ समस्या छ साथीहरू। तै पनि केही छैन, हामी चाहिँ म्यानेज गर्दैछौँ, यताउता गरेर भयो नि। अनि म चाहिँ फटाफट जार पखालिसकेँ है। त्यसपछि चाहिँ छोरी पनि उठिसक्नु भएछ। अनि मैले छोरीलाई नि मुख धोइदिएर चाहिँ मुख पुछिदिँदैछु। त्यसपछि क्यामेराको अगाडि चाहिँ अलिअलि नाटक पारिदिनु पऱ्यो। मेरो छोरीलाई चाहिँ मैले जस्तो हेर्न हाँस्दै हुनुहुन्छ। मैले चाहिँ ब्रस टाउकोमा सिउरेको थिएँ, सिउरेको भएछु। अनि त्यसपछि मैले चिया बनाएर चिया खानु थालेँ। मेरो छोरी चाहिँ मामु मामु भनिराख्नु भएको थियो है। उसले चाहिँ मामु चाहिँ किन भन्छ भने मलाई देखेर भने एकचोटि मामु भन्छ, अनि केही काम बिग्रिन आँटेछ भने मामु मामु भनेर बोलाउँछ। अनि कतै जानु मन लाग्छ भने उता जाम भनेर देखाएको। हेर्नु न, मलाई चाहिँ उता डुल्नु जाम भनेर। अब चाहिँ प्रिन्स पनि सबै कुरा बुझ्नु भइसक्यो साथीहरू है। उता जाम भन्नेसम्म भइसक्यो भनेपछि त के है, ठुलै भइसक्यो मेरो छोरी चाहिँ। मैले चाहिँ चिया खाएँ, अनि मेरो छोरीलाई चाहिँ चिया चाहिँ खानु हुन्न कि त्यति मन पराउनुहुन्न। अनि मैले बिस्कुट दिएँ। अनि त्यसपछि हेर्नु न, मैले आँखा यति ठुल्ठुलो पारेको मजाले हाँसिराखेको छ। त्यसपछि म चाहिँ सब्जी केलाउनु थालेँ साथीहरू, साग। अनि खानासाना बनाएर खाइसक्यौँ हामीले चाहिँ। अनि मेरो छोरी र म चाहिँ यहाँ लुगा मिलाउनु पर्यो भनेको, अनि यसो नक्कल पारिदिइहाल्यो। मेरो प्रिन्सले चाहिँ मुखमा के लगाएको छ, अनि मैले चाहिँ झिकिदिनु खोजेको। अनि त्यसपछि मैले हाई गर न भनेको, हाई गर्नु भएको छैन। हाई, हामी चाहिँ माम खाएर बसिरहेको छौँ भन न भनेर सिकाएको, मान्नै भएन, हाँसिराख्नु भएको छ है। उनलाई चाहिँ यो गीत गायो भने चाहिँ कति खुसी हुन्छ क्या मेरो छोरी चाहिँ। त्यसपछि साथीहरू म चाहिँ कपडा मिलाउनुतिर लागेँ। यो कपडा चाहिँ हिजो धुएर उठाएर राखेको थिएँ, मैले बेलुका चाहिँ मिलाउनु भ्याइनँ, अनि अहिले मिलाउँदैछु। अनि साथीहरू मेरो छोरीले चाहिँ मलाई बेलुन फुक्दिनु भनिराख्नु भएको थियो। बेलुन चाहिँ अगाडि नै पाल भइसकेको रहेछ। मैले चाहिँ त्यही पनि फुक्दिने कोसिस गर्दैछु। मेरो छोरीलाई चाहिँ धेरै मनपर्छ, अनि त्यही भएर मैले चाहिँ पड्किनु भनेर फुकेको, पट्टै पड्क्यो। सानो पनि छक्क परेर नि हेर्नुभयो के पड्क्यो भनेर क्या, तर्सिहाल्नु भयो। अनि बेलुन पड्क्यो भनेर हान्दाखेरि चाहिँ मेरै हातमा लाग्यो। त्यसपछि म चाहिँ लुगा पट्याइसकेँ, अनि सुत्नु पर्यो भनेर हेर्छु त मेरो छोरी त के को सुत्नु, हेर्नु न यस्तो। अनि त्यसपछि चाहिँ हामी दुई